यहाँ हामी अहिले खोटाङ जिल्लाको चाहिँ नि हलेसीको अलिकति तल आइपुगेका छौँ। हामी हलेसी पुगेर आयौँ। हामी पुगेको ठाउँ भनेको त्यो सेतो देखेको धेरै परको चाहिँ हिमाल सगरमाथा रेन्ज। हामी तल आइसक्यो हुनाले धेरै देखिँदैन, तर देखिराखेको छ यो सगरमाथा। अनि यसरी देखिरहेको छ यहाँनिर यो सगरमाथा रेन्जहरू प्रष्ट देखिन्छ। त्यो डाँडोबाट चाहिँ हामीले हेऱ्यौँ, त्यो पताले डाँडो हो त्यो पर देखेको। हामी त्यहाँ गएर अस्ति बास पनि बस्यौँ। त्यो हुँदै दायाँतिर डाँडो झर्दै 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 तल चेपेल सोताङ, अनि त्यसपछि चाहिँ नि सोलुको एउटा सोताङ गाउँपालिका, त्यसपछि त्यहाँबाट गाउँपालिकाबाट चेपेल भन्ने ठाउँ एकदमै तल झरेर त्यसपछि चाहिँ यो पुरै देखेको डाँडा हुँदै हिमाल हेर्दै नजिकबाट हामी यसरी आएका थियौँ। तल बादल पनि देख्न सकिन्छ, मुनि बादल छ। यो सोलुको चाहिँ नि एरिया हो अहिले देखिरहेको। यो सोलुको पुरै डाँडाको पल्लोपट्टिबाट हुँदै 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 हामी बाटोहरू पनि देख्न सकिन्छ। कहिले यता कहिले उता गर्दै 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 यो डाँडो पार गरेर हामी चाहिँ खोटाङ, यहाँबाट त्यो देखिएको बाटोबाट झर्दै यो एरिया चाहिँ खोटाङ रहेछ। तल एउटा पुल छ, त्यो पुलबाट चाहिँ खोटाङ जिल्ला पुगिन्छ। र खोटाङको हलेसी हामी यहाँबाट गएको थियौँ। त्यो छुट्टिने ठाउँबाट 40 किलोमिटर भनेर चाहिँ हामी 40 किलोमिटर यो चाहिँ नि खोटाङमा आएर हामीले खोटाङको डाँडा यस्तो छ। खोटाङमा आएर हामीले हलेसीको दर्शन गऱ्यौँ। एकदमै राम्रो के अरे सडक छ, रमाइलो छ, पिच सडक छ यहाँ चाहिँ, कतै कतै छैन। यो खोटाङको चाहिँ नि डाँडा हो। पारी सोलुखुम्बु, वारी चाहिँ खोटाङ। वारी भनेको हरियो डाँडा दायाँतिरको। यसरी चाहिँ हामी घुमेर आयौँ, थुप्रो काम गरेर आयौँ। हामी बालबालिकाको मुटु जाँच भयो 600-700, त्यस्तै गरेर 500-600 चाहिँ महिला पुरुषहरूको चाहिँ बिरामीहरूको चाहिँ पुरै हेल्थ चेकअप भयो, औषधि वितरण भयो। यसरी काम गरेर फर्केको। एकदमै हामीले कर्मयोग पनि गऱ्यौँ, धर्म पनि गऱ्यौँ आज।